यहाँ विष्णु केसी म्यामले सरला छोरीलाई चिठी लेखली वाक्यलाई कर्मवाच्यमा परिवर्तन गरिदिनुहोस् न म्याम भन्नुभएको रहेछ। त्यसैले म आज उहाँको जिज्ञासा मेट्न गइरहेकी छु। उहाँले अत्यन्तै उपयुक्त प्रश्न गर्नुभएको छ। सरला छोरीलाई चिठी लेखली, यस्तै खालको जिज्ञासा मैले धेरैबाट पनि पाएकी छु। मैले योभन्दा अघिल्लो भिडियोमा कर्ममा लागेकोलाई कर्मवाच्यमा रूपान्तरण गर्दा हटाउनु पर्छ भनेकी थिएँ र सोही अनुसार अब यो सरला छोरीलाई चिठी लेखली भन्ने यो वाक्यात्मक संरचनामा रहेको छोरीमा लागेको लाई चाहिँ हट्छ कि हट्दैन र यसलाई कर्मवाच्यमा रूपान्तरण गर्दा के हुन्छ भन्ने सन्दर्भमा चाहिँ हामीले अलिकति कुरा ख्याल गर्नुपर्ने छ। यहाँनिर सरला छोरीलाई चिठी लेखली यो दुई कर्म क्रिया रहेको छ र यहाँ दुईवटा कर्म छ। हामीलाई थाहा छ कर्म भन्ने कुनै पनि वाक्यमा के र कसलाई भनेर प्रश्न गर्दा सही जवाफ आयो भने त्यो कर्म हुन्छ। के भनेर प्रश्न गर्दा कसलाई भनेर प्रश्न गर्दा आउने उत्तर चाहिँ कर्म हो। र एउटै वाक्यमा के भनेर प्रश्न गर्दा पनि उत्तर आउँछ र कसलाई भनेर प्रश्न गर्दा पनि उत्तर आउँछ भने त्यस्तो खालको वाक्यमा चाहिँ दुई कर्मक छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यहाँनिर सरला छोरीलाई चिठी लेखली, यहाँनिर सरला कसलाई चिठी लेखली भन्दा छोरीलाई चिठी लेखली भन्ने उत्तर आउँछ। यसै गरी सरला छोरीलाई के लेखली भन्दा चिठी लेखली भन्ने उत्तर आउँछ। कसलाई भन्दा पनि उत्तर आउँछ र के भन्दा पनि उत्तर आउँछ। त्यसैले यो दुई कर्मक क्रिया हो। अब यस्तो खालको दुई कर्मक वाक्य आयो भने, दुईवटा कर्म भएको वाक्य आयो भने यो अघिल्लो लाई लागेको कर्म चाहिँ गौण कर्म हो र यो चिठी चाहिँ मुख्य कर्म हुन्छ हैन। यो छोरीलाई चाहिँ गौण कर्म मान्छौँ हामीले। कसलाई भनेर प्रश्न गर्दा आउने उत्तर चाहिँ गौण कर्म हुन्छ र के भनेर प्रश्न गर्दा आउने उत्तर चाहिँ मुख्य कर्म हुन्छ। यहाँनिर चिठी चाहिँ मुख्य कर्म हो, छोरीलाई चाहिँ गौण कर्म हो। अब यस्तो अवस्थामा कर्मवाच्यमा रूपान्तरण गर्दा यो गौण कर्ममा लागेको लाई चाहिँ यथावत हुन्छ भनेर हामीले बुझ्नुपर्छ। यदि यहाँ सरला छोरीलाई बोलाउली भनेको भए, सरला छोरीलाई बोलाउली भनेको भए चाहिँ फेरि यहाँनिर छोरीलाई मात्रै कर्म, एउटा मात्रै कर्म, एक कर्म हुन्थ्यो र त्यसैले यस्तो अवस्थामा चाहिँ लाई हट्थ्यो भने यहाँनिर सरला छोरीलाई चिठी लेखली भनेर दुईवटा कर्म आएको अवस्थामा यो लाई लागेको गौण कर्म हुन्छ र चिठी चाहिँ मुख्य कर्म हुन्छ। र यस्तो अवस्थामा हामीले कर्मवाच्यमा रूपान्तरण गर्दा सरलामा द्वारा जोड्नु पर्यो या बाट जोड्ने। सरला द्वारा छोरीलाई, यो लाई हट्दैन, गौण कर्म हो त्यसैले छोरीलाई नै राख्ने। सरला द्वारा छोरीलाई चिठी, यो चिठी मुख्य कर्म अनुसार क्रियापद हुन्छ। यो मुख्य कर्म हो र सोही अनुसार क्रियापद राख्दा चिठी लेखिएला हुन्छ। लेखली सम्भावनार्थकमा छ, सम्भावनार्थकको क्रियापद भएकाले लेखिएला, लेख प्लस ई प्लस एला हुन्छ। सरलाद्वारा छोरीलाई चिठी लेखिएला भनेर बनाउनु पर्ने हुन्छ। यस्तो खालको जिज्ञासा विद्यार्थीहरूबाट पनि आएको थियो र मैले सोही अनुसार विद्यार्थीलाई बुझाउने गरेकी छु। दुई कर्मक क्रिया अर्थात् दुई कर्मक वाक्य आएको अवस्थामा यो लाई लागेको गौण कर्ममा, लाई लागेको चाहिँ गौण कर्म हुन्छ र अर्को चाहिँ के भनेर प्रश्न गर्दा आउने उत्तर चाहिँ मुख्य कर्म हुन्छ। कसलाई भनेर प्रश्न गर्दा आउने उत्तर चाहिँ गौण कर्म हुन्छ र गौण कर्मको लाई हट्दैन। तर अन्य अवस्थामा एक कर्म, एउटा मात्रै कर्म भएको अवस्थामा चाहिँ लाई हटाउनु पर्छ। सरला छोरीलाई बोलाउली भनेको भए सरलाद्वारा छोरी बोलाइली वा बोलाइलिन् हुन्थ्यो हैन। त्यसैले यसरी हामीले कर्मवाच्यमा रूपान्तरण गर्दा दुई कर्मक वा एक कर्मकलाई पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ। हस्।